यो जेम्बुको रुख भन्छ। यो जेम्बुको रुख रे न जेम्बु यसलाई चाहिँ अब ट्याक्क काटेर अनि सुकाउने अनि राख्ने जेम्बु। अनि पछि त्यसलाई दालमा हालेर खानु हुन्छ के राम्रो हुन्छ नि त। मिठो बसाउँदो रहेछ है। हेलो साथीहरू सबैजनालाई गुड इभिनिङ है। सो आयो सबजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै नै छु है। सो म अहिले चाहिँ बारीमा आएको। यहाँ आरू हेर्नु सबै टिपेर आरू सबै झरेर है, झरेर हेर्नु न पाकेर सब झरेको नि त। कति भैँ भरिसके हेर्नु त। तल हेर्नु त पाकेर सब झरिसकेछ। कसले है खाने मान्छे छैन है, कोही पनि आएन खाने मान्छेहरू नि। यस्तो हुन्छ कति पाकेको त कति गुलियो हुन्छ क्या फेरि। हेर्नु न गेडा सबै निस्किसकेछ हेर्नु त, भैँ भुरी छ। यसको जाँडहरू रक्सीहरू बनानी हुन्थ्यो तर के गर्ने टिपेन बनाइन है। सबै झरेर कुहिएर भैँ भुरी छ। अब चाहिँ रुखमा चाहिँ धेरै छैन, अलिअलि छ है। सो म चाहिँ यहाँ अलिकति टिप्छु है। कति होला पाकेको अलिअलि टिप्छु, धेरै छैन। अब चाहिँ 2-3 दिन चाहिँ रहन्छ होला है। 2-4 दिन चाहिँ रहन्छ होला। त्यहाँबाट चाहिँ सकिन्छ होला, सबै झरेर सक्छ। पाकिसकेर सबै झरिसकेछ है। सो लाई त म रुखमा चढ्छु, चढ्न सकिसक्दैन, अप्ठ्यारो चाहिँ छ रुख चाहिँ। त्यही हो, मौसम चाहिँ यस्तो छ है आजको मौसम। घाम पनि डाँडामाथि पुगिसकेको छ, बादल चाहिँ लागिसकेछ, पानी पर्ला जस्तो भइरहेछ पारीतिर। चढ्ने ट्राई चाहिँ गर्छु है साथीहरू। यो के को रुख हो, सिमीको रुख रहेछ। चढ्न सक्दैन होला हौ, जग्गा पनि तर अरिङ्गाल पनि आउँछ कि फेरि। पियाली अरिङ्गाल भन्दै माथि के पियाली र अरिङ्गाल पनि आउँछ कि फेरि रुखमा। त्यो गुलियो भएर अहिले चाहिँ खाना आउँछ के। सबै झरेछ आफै, हतपतै झरेछ। मैले अस्ति नै बनाएको थिएँ भिडियो है। यो अर्को त्यतिखेर त मैले तसराले टिपेको थिएँ। अहिले चाहिँ यहाँ रुखमा चढेको छु, तर अरिङ्गालहरू त छैन होला नि है। रुखमा चढेर टिप्न पऱ्यो कि। धेरै त टिप्दैन, थोरै टिप्छु। हेर्नु त गाइस, अलिकति यसको काँडा चाहिँ हुँदैन क्या, जोस काँडा भएको कुरो। ए अरिङ्गाल रहेछ हो, पियाली रहेछ अरिङ्गाल। आमा कति धेरै हो भनेको। झर्नु पर्छ होला, टोक्छ होला। पियाली रहेछ अरिङ्गाल। हेर्नु त पाकेको हेर्नु त यस्तो हुन्छ कि, यस्तरी टकटक्क पटपट फुट्छ कि पाकेको चाहिँ। धेरै धेरै न 10-12 टिप्ने भनेको। पाकेर पुरै अरिङ्गाल रहेछ। अरिङ्गाल र पियाली टन्नै रहेछ। यसरी टोक्छ कि हेर्दै पाकेर यस्तो कुहिसकेछ है रुखमा। रुपा भैँ भुरी पाकेर झरेछ। जाँड बनाउनु पर्ने हो के अरे, रक्सी पकाइने हो त्यही। यस्तो पाकेको हेर्नु न, यस्तो दामी गुलियो हुन्छ क्या फेरि पाकेपछि। एकदम सुरुमा चाहिँ पाक्न लाग्दाखेरि चाहिँ अमिलो हुन्छ, गुलियो हुन्छ। पाकिसकेपछि चाहिँ यो झोलाले अप्ठ्यारो गर्यो कि, झोलाले
अरिङ्गल रहेछ बेसरी टोक्छ कि जस्तो लाग्यो यो झोला यहाँ झुन्डाउनु पऱ्यो क्या अप्ठ्यारो गरे झोलाले अप्ठ्यारो गर्नु त हेर्नु रहेछ यसरी पाकेको छैन हेर्नु त पाकेर यस्तो अरिङ्गल हेर्नु त यो पाकेकोहरू अरिङ्गल छ हाम्रो घर यहाँबाट यस्तो देखिन्छ है पाकेर हेर्नु त यस्तो खाने मान्छे छैन क्या गाउँमा है कोही पनि आउँदैन है खाने मान्छेहरू ल साथीहरू आउनु है अझै 2-3 दिन त हुन्छ होला है होइन गाउँतिरको साथीहरू टाढा टाढाको साथीहरू त अब कोही पनि आउनुहुन्न के है यो पोहोरको घेराउला पनि रहेछ अहिलेसम्म पोहोर सालको घेराउला यो राम्रो राम्रो टिप्छ है म चाहिँ यसरी पाकेको हुन्छ कि यस्तो दामी हुन्छ नि त हेच ल है साथीहरू आउनु है डेन्जर बाक्लो चाहिँ हेर्नु त कुहिएर पाकेर यस्तो भन्छ है यो चाहिँ कुहिए खाएन क्या हाम्रोतिर चाहिँ यसलाई आरु भन्छ यस्तो पाके चाहिँ कमिला गोला रहेछ म त अरिङ्गालो गोला भन्दा कमिला गोला रहेछ उहाँ माथि के अरिङ्गालको गुँड जस्तो देखेको क्या कमिलाको रहेछ झस्सँग तर्सी नि मार्छ नि फेरि अरिङ्गालको भएको भए त हेर्नु यस्तो दामीसँग पाकेको नि त हेर्नु त रातो रातो भएको स्याउ जस्तो रातो रातो भएको त है कस्तो मिठो हुन्छ कि पाकेको त अनि मिलियो हुन्छ अनि पाक्दा लाग्ने बेला चाहिँ अमिलो अमिलो हुन्छ है सुरुमा पाक्न लाग्ने थियो ल कसलाई मनपर्छ है भन्नु है साथीहरू आरु भन्छ है हाम्रो यहाँतिर अब अरू ठाउँतिर के भन्छ है त्यो चाहिँ थाहा भएन हाम्रो यो बर्खे आरु हो यो साउनमा पाक्ने आरु साउने आरु ल यस्तो छ है अर्को वर्ष आउनु होला है साथीहरूको खाना यहाँ माथि गुलियो जेरी हो यहाँ माथि चाहिँ टिप्नै सकेन त्यसको पछि कति धेरै छौ ल हेर्नु त साथीहरू यस्तो छ कि नखाए पनि खाम जस्तो छ क्या फेरि मैले खोलेर देखाउँछु ल तपाईँहरूलाई यस्तो हुन्छ कि यस्तो हुन्छ नि त पाकेर यस्तरी पाके चाहिँ तर यो धुनुपर्छ कि बाहिरको चाहिँ झुस हुन्छ नि त झुस धोएर खाँदा खानुपर्छ कि तर नधोइ पनि खाना मिल्छ तर अलिकति पास्छ कि भनेर हो के छ हौ बेसरी पाकेर फुल पनि हेर्नु न यस्तो राम्रो फुल्दैछ अहिले हेर्नु
तिहारको फुल त अहिले कस्तो राम्रो फुलेको त तिहारको फुल हेर्नु न यतापट्टि नि कस्तो राम्रो फुलेछ हेर्दै यो त अस्ति नै रोप्यो भने हुँदो रहेछ त जहिले पनि बारीमा के रहेछ त खुर्सानीमा त झार बेसरी भएछ त फुल्दै रहेछ फुल्दैछ यो चाहिँ डल्ले खोर्सानीको रुख खोर्सानी हुन्छ लाम्चे खोर्सानी फल्दैछ कस्तो राम्रो फलेछ यो चाहिँ डल्ले खोर्सानी अकबरे यो सबै खोर्सानीको रुख हो यो चाहिँ बेदलौरीको रुख हो यो उखु जस्तो हुन्छ कि उखु जस्तो हुन्छ बेदलौरी भन्छ हाम्रोतिर अनि यो चाहिँ रुगा रे पिसाब पोलेको चाहिँ एकदम दबाई हुन्छ अरे यो चाहिँ बाबाले भनेको हाम्रो बाबाले अनि जसलाई पिसाब पोल्छ नि त्यो पिसाब पोल्नेहरूको लागि चाहिँ यसको कुटेर यसको रस खायो भने चाहिँ राम्रो गर्छ अरे है यो चाहिँ एकदम औषधि हुन्छ अरे है बेदलौरीको रुख यस्तो छ फुल पनि फुल्छ कस्तो राम्रो फलेको यो ड्रममा लगाएको रहेछ है खोर्सानी चाहिँ कस्तो राम्रो भइसक्यो हेर्नु न कस्तो राम्रो फल्यो क्या खोर्सानी एउटा मात्र रुख रहेछ यो डल्ले खोर्सानी अकबरे हेर्नु त यतापट्टि हेर्नु न काँक्रोको रुख हाम्रो काँक्रोको फुल्दैछ है यहाँ त फल्दै रहेछ एउटा सानो यसरी देखाउनु पर्छ अरे ल यसो गरेर देखाउनु पर्छ अरे पुगिन्छ अरे नत्र यहाँ नि फलेछ एउटा यसो गरेर देखाउनु पर्छ अरे गाइज यो कुरो चाहिँ खासमा यहाँ मसिनो यहाँ छ फलेछ कहिले ठुलो हुने यो यति टिपेछ थोरै टिपेको धेरै टिपेन अब नुन खोर्सानीसँग खाने अब मजाले हल्का खानु पऱ्यो नि त दुधको खाजा त्यही खाजा नुन हालेर तल छ थुप्रै किरा लगाइसक्यो यसो के भन्छ धेरै पाकिसक्यो नि त धेरै पाकिसक्यो नि त अनि के कमिला चराले खाने कमिलाले खाने अरिङ्गाले खाने खोर्सानी र डल्ले खोर्सानी रातो चाहिँ हाल्नुपर्छ कि अर्को रातो डल्ले खाने रातो डल्ले अस्ति पाक्न लाग्ने बेलामा त मिल्यो गुलियो भयो त हेर्नु न यस्तो राम्रो थियो कस्तो मिठो हुन्थ्यो बिग्रेछ नि धेरै गुलियो भयो भने आफ्नो खानु न भयो जाने अन्त गाइज कस्तो मिठो हुन्छ खोर्सानी आएको छ अब हेर्नु त कस्तो भएको पाकेको त नि पाकेर किरा लाग्यो नुन खानु न ग्यास्ट्रिकको दबाई हुन्छ अरे मिठो
गुलियो भइसकेछ है यस्तो भयो भने कहाँ हुने ढिलो भयो क्या अस्ति 2-3 दिन अन्त नि सकिन लाग्यो नि त अनि ए अरिङ्गल र उत्यो किरा चमेरा कमिला अस्ति सुरुमा खाँदाखेरि हामीलाई दिइदिएको ठुल्ठुलो भएको कति ठुलो हो त बारीको मैला हाम्रो लामो है अहिले बारी पन्साउने बेला टिपेको मैला के भन खान्छन् ल साथीहरू आजको हाम्रो खाजा चाहिँ यही भयो अब चिया सिया पकाएर खाने चाँडै भात खाने चाँडै भात खानुलाई आज त काँचो बनाउने भ्याएन आफू खानु पर्यो चाँडै भात खाने पाकेको भएर गुलियो नि भाडा आएको त गुलियो हुन्छ नि भाडा नि ढाले बाई सबजनालाई नेक्स्ट भिडियो ल साथीहरू यो आरुको गेडा चाहिँ कसले फुटाउन सक्छ होइन जसले फुटाउन सक्छ फुटालेर देखाउन भिडियो हाल्नु मबाट चाहिँ विशेष पुरस्कार दिन्छु म 1 बोतल रक्सी जसले फुटाउन सक्छ 1 बोतल रक्सी दिन्छ यो तर्फबाट ल है साथीहरू आरुको गेडा सक्दैन गाह्रो छ